नमस्कार सर। नमस्ते। के छ होला? के लिएर आयो? उम्, भाइ यो फाइल त पहिल्यै ल्याएको छौ तिमीले। यो खासै अगाडि बढ्ला जस्तो छैन यो, होइन? यो केही त गर्नुपर्छ तिमीले यसमा। यो पेपर पुगेको छैन क्या, मैले अस्ति पनि तिमीलाई भनेको थिएँ। सरले 6वटा पेपर भन्नुभएको थियो, मैले 6वटा पेपरै ल्याएको थिएँ अनि एकचोटि राम्रोसँग हेर्नु न त। भाइ यो 6वटा पेपर भने हो मैले यसमा, होइन? 6वटा पेपर आएको छ नआएको होइन, तर जुन चाहिने एउटा पेपर चाहिँ तिमीले छुटाइरहेको छौ कि। यो मैले मात्रै होइन, तिमीलाई चाहिँ 420 को भाइले पनि भन्यो होला, हिजो अस्ति कुरा हुनुपर्छ। त्यस हिसाबले यो चाहिँ फाइल पुगेको छैन, केही विचार गर्नुपर्छ तिमीले। भन्नु न त अब के गर्न सकिएला त। होइन, भाइले अलिकति बुझेन कि क्या हो? मैले एउटा फाइल पुगेन भनेपछि पुगेन क्या, एउटा सानो फाइल पुगेको छैन, होइन? यति कुरा बुझिदिनु पर्यो क्या तिमीले। सर म 420 मा पनि गएको थिएँ, नगएको चाहिँ होइन। तर त्यो भाइले नै मलाई राम्रोसँग बुझाउन सकेन क्या। ठिक छ, म एकचोटि कुरा गरिदिन्छु, होइन? तर तिमीले त्यो एउटा नपुगेको फाइल चाहिँ जति सक्दो छिटो गरिदिनु पर्यो क्या, है? हस्, हुन्छ सर। नमस्कार है हजुर। नमस्कार नमस्कार। यति कुरा अघि नै बुझ्नु पर्थ्यो मैले। सरले 420 मा भेट्नु भन्नुभयो, अब बाँकी तपाईँको हातमा। यति काम त हामी हाकिमलाई नभेटाइ गरिदिन्थ्यौँ। यति कुरा त हजुरले अघि नै बुझ्नु पर्थ्यो। कति हो त अब अनि? अब यति उति कसरी भन्नु? अस्ति यही काम गर्दाखेरि 3 पेटी बुझाएको थियो एउटाले। महँगो भयो, अलिकति मिलाउ न। त्यसो हो भने अन्तै लानुहोस् फाइल। हेत्तेरिका सर, मजाक पो गरेको त। डन। जानुहोस् त्यसो भए हाकिमलाई भेट्न। हुन्छ त्यसो भए, कुरो मिलेन होइन? सर पनि त्यति कुरा अस्ति नै भन्नु भइहाल्थ्यो नि, मैले गरिदिइसकेको छु त। यति कुरा बुझ्न टाइम लाग्छ तिमीहरूलाई। अब यस्तो सानसानो कुराहरू हिजो अस्ति नै बुझिदिएको थियो भनेदेखि काम सकिन्थ्यो, तिमीलाई पनि सजिलो, तिम्रो पनि काम अगाडि बढिसक्थ्यो, हामी पनि यही फाइलमा अल्झिनु पर्दैन थियो। हेर त, अब भयो नि होइन उतापट्टि? ल ल ल्याऊ, साइन गरिहाल्छु। ठिक छ, सबै ठिक छ नि होइन? ल, त्यही त यति कुरा बुझिदिएको थियो भने भाइले, यो धेरै धेरै समय लाग्ने चिजै होइन। ल ल ल, पास भयो। अर्कोचोटि यस्तो काम पर्यो भने ठ्याक्क आउने, ठ्याक्क 420 मा जाने। अब बुझि पनि सक्यो होइन? हजुर। के हो कसो हो पनि थाहा भयो नि त, होइन? कति कुराहरू टेबल माथिबाट हुन्छन्, कति कुराहरू टेबल मुनिबाट हुन्छन् क्या राजा। यति कुरा बुझ्नु पर्यो। ओके, हस् हस् हस्, थ्याङ्क यू सर। हस् सर, नमस्कार सर। यो अर्को कम्पनीको फाइल ल्याएको छु, यसको लागि 420 को भाइलाई भेट्नुपर्छ कि के गर्नुपर्ने हो? ए तेरिका भाइ, यार छिटो ल्याऊ, यहाँ मान्छेको जागिर जान लागिसक्यो, कहाँ साइन गर्नुपर्ने हो? कहाँ हो? यही पछाडि पनि हो? लिएर गइहाल्यो, यहाँ मान्छेको जागिर गइसक्यो, मान्छेको हिजो बनाइसक्यो।